नमस्कार साथीहरू। आज हामी नेपालमा रहेका आदिवासी जनजातिहरूमध्ये लोपोन्मुख जनजाति अथवा जातिहरूको क्रमशः यसरी बुझ्न सक्छौँ। सूत्र अनुसार हामीले सजिलै याद गर्न सक्छौँ। नेपालमा रहेका आदिवासी जनजाति 10 वटा लोपोन्मुख आदिवासी जनजाति। सूत्र रहेको छ, मेरा कुराले हाँसु कि बकु। मेरा कुराले हजुरका कुराले, मेरा कुराले हाँसु कि बकु अरे। आफ्नो कुराले हाँस्ने कि बक्ने भन्यो। मेबाट हेर्नुहोस्, मेबाट मेचे झापामा बस्ने जाति, मेबाट मेचे, राबाट राजी मेरा, अनि कुबाट कुसुन्डा भइहाल्यो। त्यसपछि राबाट राउटे, लेबाट लेप्चा, अनि हाबाट हायु, सुबाट सुरेल, किबाट किसान, त्यसपछि अनि बबाट बनकरिया देख्न सक्नुहुन्छ। त्यसपछि बबाट बनकरिया भइहाल्यो, कोबाट कुस्बाडिया भएछ, कुस्बाडिया भन्छ हैन। यस्तो हेर्न सक्नुहुन्छ यहाँ। मेरा कुराले हाँसु कि बकु सजिलै याद गर्न सक्नुहुन्छ। मेचे राजी, कुसुन्डा, राउटे, लेप्चा, हायु, सुरेल, किसान, बनकरिया अनि कुस्बाडिया भनेर हामीले यसरी याद गर्न सक्छौँ। अनि मेचेको वासस्थान झापा भइहाल्यो। मेचेको वासस्थान झापा। त्यसपछि दाङ कैलाली कञ्चनपुरमा राजी दाङ कैलाली कञ्चनपुरमा राजी बसोबास गर्छन्। त्यसपछि दाङ सुर्खेतमा कुसुन्डा भइहाल्यो। त्यसपछि राउटे कर्णालीका वनहरूमा भनेको विशेष गरेर कर्णालीको दैलेख अनि सल्यानतिर भन्छ, अनि सुर्खेततिर बसोबास गर्छन् राउटेहरू। अनि लेप्चा भनेको इलाम भइहाल्यो, हेर्न सक्नुहुन्छ। त्यसपछि हायु भनेको सिन्धुली रामेछापमा बसोबास गर्ने हायु जाति भइहाल्यो। सुरेल भनेको दोलखामा बस्ने सुरेल। अनि किसान झापामा बस्ने, बनकरिया मकवानपुरमा बस्ने। त्यसपछि कुस्बाडिया भनेको बाँके र बर्दियामा बसोबास गर्छन्। हामीले यस्तो गरेर सजिलो तरिकाले सूत्र गरेर एउटा सूत्रबाट सजिलै याद गर्न सक्छौँ। नेपालमा रहेका आदिवासी जनजातिहरूमध्ये 10 वटा लोपोन्मुख जातिहरू जिकेमा पनि तपाईँलाई एकदमै इम्पोर्टेन्ट छन्। जिकेमा पनि इम्पोर्टेन्ट छन्। अनि रिटनमा पनि जाति लेख्नुहोस् भनेर वा यिनीहरूको विशेषता लेख्नुहोस् भनेर रिटनमा पनि क्वेसन सोध्ने गरेको देखिन्छ। त्यसरी हामीले लेख्न सक्ने गरेर रिटनमा लेख्दाखेरि चाहिँ जातिसँगै यिनीहरूको बारेमा थोरै विशेषता पनि लेख्नुपर्छ। अनि जिकेको लागि याद गर्नको लागि मेरा कुराले हाँसु कि बकु भनेर यति सूत्र याद गर्नुभयो भने सुरुको अक्षरदेखि एकचोटि सरह पढ्नुभयो भने आफसे आफ हजुरको माइन्डमा सेट हुनेछ। यस्तै अन्य जानकारीको लागि र सहजीकरण हामीबाट केही सहयोग पढाइमा सहयोग पुर्याउन चाहनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नुहोला, युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।